मेरो च्यानलमा पाल्नुहुने सम्पूर्णलाई धन्यवाद। आज हामी यस भिडियोमा चाहिँ नागरिक एपमा भएको फिचरहरू कुनै स्क्रिनशट लिन नमिल्ने हुँदा नागरिक एपमा भएका कुनै पनि डकुमेन्टहरूलाई कसरी स्क्रिनशट लिने भन्ने बारेमा छ र यसको लागि चाहिँ तपाईहरुलाई चाहिँ म एकदम राम्रो तरिकाले सिकाउन गइरहेको छु। यस भिडियोलाई चाहिँ कृपया अन्तिमसम्म हेरेर चाहिँ साथ दिनु होला। त्यसपछि तपाईहरुले नागरिक एपबाट तपाईको ड्राइभिङ लाइसेन्स जस्ता अन्य कागजातहरू स्क्रिनशट लिन सक्नुहुन्छ। त्यसको लागि सर्वप्रथम त तपाई कुनै पनि ब्राउजरमा गएर वेब नागरिक भनेर सर्च गर्नुहोस्। वेब नागरिक सर्च गरिसकेपछि यो पहिलो लिंकमा क्लिक गरेपछि तपाईको मोबाइल नम्बर र पासवर्ड हालिसकेपछि तपाईको नागरिक एपको इन्टरफेस खुल्छ। यस इन्टरफेसमा ड्राइभिङ लाइसेन्सलाई क्लिक गरिसकेपछि यो ड्राइभिङ लाइसेन्सको फोटो आउँछ र यसलाई तपाईले स्क्रिनशट मजाले लिन सक्नुहुन्छ। साथसाथै तपाईले नेशनल आईडीको लागि पनि यही प्रोसेस फलो गरेर स्क्रिनशट लिएर प्रयोग गर्न सक्नुहुनेछ। भिडियोलाई अन्तिमसँग हेर्नु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद।